तिमी के भएको? घरि रुख रोक्छौ, घरि कुलो रोक्छौ, अहिले बाटो छेक्न खोज्दैछौ। होइन, तिमीलाई अलिकति पनि डर लाग्दैन? तिमीलाई त कुन दिन मार्छन् होला हौ सबै मिलेर। मलाई मौलिकता र पहिचान मासिएर नि बाँच्नुको अर्थ छैन, मरे बराबर हो। यो हाम्रो मान्छेले किन कुरा बुझ्दैन? कता रिस उठ्दैन मलाई त। एउटै समाजमा बसेर तिमी यस्तो बेहोरा नदेखाऊ है। यस्तै हो भने त हाम्रो घरबार चल्दैन है। ए, गाउँ समाजको कुरा घरभित्र ल्याएर जोड्छस् भने नि ठिकै छ। तैँले पनि मेरो विश्वास गर्नु छोडिस् होइन? म गलत छु जस्तो लाग्छ भने नि तँलाई पनि मैले ल्याएकै हो। मेरो बुढी नै होस्, तेरो पनि हक लाग्छ। माथि नयाँ घरमा तँ बस, यहाँ म बस्छु, आफै आफै गरी खाउने। अनि तिमीलाई परिवारको माया लाग्दैन? किन लाग्दैन परिवारको माया? परिवारको माया मात्र होइन, यो गाउँको सबैको मलाई माया लाग्छ। भोलि अस्तित्व, पहिचान र मौलिकता नमेटियोस् भनेर। काठ काने धमिरा मात्र हुँदैन, किरा माकुरा पनि हुन्छ। त्यसैले विचार गर। यदि सक्छस् भने मेरो विश्वास गर, बुझिस्?